साँच्चै भन्नुपर्दा यो काठमाडौँमा मजाले उभिन मिल्ने माहौल नै छैन क्या। अब रोडमा एकछिन उभियो पठाउ चाहिएको हो भनेर कराउँछन्। बौद्धमा एकछिन उभियो परेवालाई चारो किन्ने हो भन्छन्। स्वयम्भूमा एकछिन उभियो बत्ती बाल्ने हो भन्छन्। उता ठमेलमा एकछिन उभियो मसाज गर्ने हो भन्दै आउँछन्। पशुपतिमा एकछिन उभियो फुल चाहिएको हो भनेर आउँछन्। अनि उता कलङ्कीमा एकछिन उभियो पोखरा चितवन हो दाइ, ओ दाइ पोखरा हो चितवन हो भनेर कराउँछन्। उता कोटेश्वरमा एकछिन उभियो सिन्धुली हो बर्दिवास हो भन्छन्। सुन्दारामा एकछिन उभियो होटेल हो गेस्ट हाउस चाहिएको हजुरलाई भनेर कराउँछन्। उता बल्खुमा एकछिन उभियो हेटौडा जाने हो ओ मित्र, ओ दाइ, ओ साथी हेटौडा जाने हो भनेर आउँछन्। एयरपोर्टमा एकछिन उभियो ट्याक्सी चाहिएको ए भाइ ट्याक्सी चाहिएको ट्याक्सी भनेर कराउँदै आउँछन् ड्राइभरहरू। उता रत्न पार्कको पुलमाथि उभियो ओ हिर जाने हो रमाइलो गर्न जाने हो भनेर हैरान बनाउँछन्। हे सरकार, हामीलाई शान्तसँग सास तानेर उभिन मिल्ने अधिकार देऊ।